जुन किसिमले हामीले सोचेका थियौँ त्योभन्दा अझ राम्रो भइरहेको देखेको छु मैले। हामीले अस्ति 9 गते 10 गतेसम्म आत्तिसकेका थियौँ। मान्छे कोही नआउने भयो, अब आयोजन मात्रै हुने भयो, पिकनिक खान जाने चाहिँ भन्ने सोचेका थियौँ। अब अहिले चाहिँ सबै आफ्नो सबैसित आभार प्रकट गर्दछु। यसमा पनि मभन्दा पनि राजेश दाहाल, देशबन्धु दाहाल, शिवप्रसाद दाहाल, दिल्लीराम दाहाल, सोरस दाहाल, यी साथीहरूले अझै नाम छुटेका छन् विष्णु दाहाल, यिनीहरूको चाहिँ सहयोगमा, यिनीहरूको सक्रियतामा यो चाहिँ पिकनिक आयोजना भएको हो। म त चाहिँ खालि दिएको मात्रै, म बस्न पनि भनेको थिएँ, बस्दैन बस्दिएँ, काम गर्नु कि सबै जहाँ मैले फोन गर्छु मैले त अस्ति थाहा पाइसकेँ भन्छ। त्यति खटेका साथीहरू। अब आउँदो सालदेखि चाहिँ अलिक सजिलो होला हामीलाई। यो साल हामीले अलिकति शिक्षा पनि पाइसकेका छौँ। अब आउँदो सालदेखि अझ सजिलो होला। यसलाई चाहिँ व्यवस्थित गर्दै चाहिँ यो सबै विसर्जन गर्दछु। यो दिन पटक चाहिँ सालै पछि चाहिँ गर्ने अब नयाँ वर्ष 2082 सालको शुभकामना।